नमस्कार सम्पूर्ण हाम्रो दर्शक श्रोताहरूलाई हाम्रो युट्युब च्यानल टप 1 नेपालमा स्वागत गर्न चाहन्छु। म छु भानुभक्त बस्नेत। सुपरस्टार नायक पल शाह यति बेला कार्यक्रमको लागि कतार पुगेका छन्। पल शाह आफ्नो टिमसँगै सांगीतिक कार्यक्रमको लागि कतार पुगेका हुन्। कतार पुगेका सुपरस्टार नायक पल शाहलाई त्यहाँ रहेका नेपालीले भने भव्य स्वागत गरेका छन्। पल शाह सँगसँगै अनमोल केसी पनि सांगीतिक कार्यक्रमको लागि कतार पुगेका छन्। लामो समयदेखि पल शाह र अनमोल केसी सँगै देखिएका थिएनन्, तर यति बेला भने यी दुवैजना सँगै कतार कार्यक्रमको लागि प्रस्थान गरेका हुन्। कतार पुगेका अनमोल र पल शाहलाई भने त्यहाँ नेपालीहरूले भव्य स्वागत गरेका थिए। पल शाह यति बेला कतारमा रहेका छन्। पल शाहका थुप्रै म्युजिक भिडियोहरू बजारमा सार्वजनिक भइरहेका छन् भने केही गीतहरू यति बेला करोड कलममा पनि प्रवेश गरेका छन्। लामो समयपछि अनमोल केसी र पल शाहसँगै सांगीतिक कार्यक्रममा गएका हुन्। सांगीतिक कार्यक्रममा खासै नदेखिने अनमोल केसी यति बेला भने कतार पुगेका छन्। नेपाली दर्शकले त्यहाँ पल शाह र अनमोल केसीलाई निकै सम्मानका साथ स्वागत गरेका थिए। यी दुवै नायक यति बेला चर्चाको शिखरमा रहेका छन्। अनमोल केसी र पल शाहले खेलेका थुप्रै चलचित्रहरू हिट समेत बनेका छन् भने अनमोल केसी म्युजिक भिडियोमा काम गर्दैनन्, तर पल शाह भने म्युजिक भिडियो सँगसँगै नेपाली चलचित्रमा समेत काम गरिरहेका छन्। पल शाह र अनमोल केसीको यति बेला चर्चा सामाजिक सञ्जालमा देखिएको छ। कतार पुगेका दुवैजना नायकलाई नेपालीहरूले सम्मान गरेका छन् भने सांगीतिक कार्यक्रमको लागि दुवैजना नायक कतार पुगेका हुन्। आफ्नो टिमसँगै यी दुवै नायक यति बेला कतारमा रहेका छन्। कतारमा सांगीतिक कार्यक्रम दिइसकेपछि उनीहरू पुनः नेपाल फर्केर आफ्नो काममा व्यस्त रहनेछन्। पल शाहका यति बेला थुप्रै नेपाली गीतहरू बजारमा सार्वजनिक भइरहेका छन्।